आज चाहिँ हाम्रो फर्स्ट थियो क्रिस्चियन मेडिकल कलेज भ्यालोरमा र म बढी जाँदैछौँ हस्पिटल र यहाँनिर हामी ओल्ड क्याम्पसमा पुग्यौँ र त्यहाँनिर ओल्ड क्याम्पसमा मास्क बेचेर हल्ला र बल्ला गरिरहेको थियो र यहाँनिर लाइनमा बसेर हामी पनि त्यहाँभित्र गयौँ र एपोइन्टमेन्ट लिएर बसतिर गयौँ रानीपेट न्यू क्याम्पसमा जानु भनेर। यहाँनिर पुग्दाखेरि एकदमै लाइन भिड थियो र हामी एकछिन पर्खेर त्यहाँ लाइनमा बसेर बसमा चढेर अन्त बसमा रानीपेट क्याम्पसमा गयौँ र बस चाहिँ एकदमै ठुलो 40-50जना आँट्ने गरेर धेरै बस थियो र त्यसले गर्दा छिटो छिटै भयो र हामी त्यहाँबाट रानीपेट क्याम्पसमा पुगेर त्यहाँनिर मान्छेहरू बसिरहेको थियो धेरै र हामी त्यहाँ इन्क्वायर गरेर त्यहाँनिर हेल्प डेस्कमा गएर रेजिस्टर गरिराख्यौँ र रेजिस्टर गरेर हाम्रो माथि एपोइन्टमेन्ट डक्टरसँग एपोइन्टमेन्ट थियो र माथि गएर बसेर त्यहाँनिर निकै बेर टाइम लाग्यो र भोक लागेर हामी खाना खानु गयौँ। खाना खानु जाँदा इडली साम्बारहरू चियाहरू पाउँदो रहेछ र त्यहाँ खाएर हामी फर्केर फेरि वेटिङ गरेर बस्दा बस्दा एकछिनमा टाइम आएर हामी फाइनली हाम्रो त्यो दिनको काम भयो र काम भएर हामी फर्केर बडीको त्यो प्रोसिजर गरेर फर्केर